आजको हाम्रो डिनर कुखुराको भाले सुप खाने। अघिको कुखुरा चाहिँ भाले चाहिँ यस्तो भयो, भाले चाहिँ अब यस्तो भयो। अब एकछिन पछि पाकेपछि कस्तो हुन्छ फेरि देखाउँछु। कुखुरालाई चाहिँ यसरी आगोमा सेकाउनु पर्छ अनि सानो भुत्लाहरू पनि पोलिन्छ। यसले चाहिँ एकदम मिठो हुन्छ। पोलेपछि चाहिँ अर्ग्यानिक तरिकाको भाले त ऊ अघि अलिक ठुलो थियो, यी सुकेर त यत्रो भएछ। अब यसलाई सानो भुत्लाहरू पनि पोलिन्छ क्या यसरी आगोमा उयो गरेपछि चाहिँ, अनि टेस्ट नै फाल्टै हुन्छ मिठो। यो कुखुरालाई पानी हालेर मजाले धुनुपर्छ। काटिसकेपछि धोएपछि चाहिँ खल्लो हुन्छ, त्यही भएर अगाडि नै धुनुपर्छ मजाले। कुखुरालाई यसरी चिर्नुपर्छ, अपरेसन गरेको के अपरेसन। अघिको भाले चाहिँ यस्तो भयो, हेर्नु त कस्तो दामी छ। वाह, लोकल कुखुराको यो अब भुटुवा हुन्छ अनि त्यसपछि झोल लगाउनु छ अनि शरीरमा तागत आउँछ। दिनभरि थाकेको शरीर एकैचोटि जाँगर जुरुक्कै हुन्छ है त। यसरी लोकल कुखुरा यो चाहिँ प्रेसर लो हुनेहरूले खानु। हामी किसानहरूले चाहिँ यसरी लोकल कुखुरा खान्छौँ है त। यो चाहिँ अब रस लाउनुको लागि हो, यो चाहिँ भुटुवा खानुको लागि हो है त। यो रस लाउने, यो भुटुवा खाने हो। दिनभरि गलेको शरीर अब फुर्तिलो तागतिलो हुन्छ है त। बाई बाई साथीहरू।